एभ्रिवान, फेरि पनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। मैले लिएर आएको छु सजना र आलुको सब्जीको रेसिपी। यसको लागि मैले रेडी गरेको छु। कराई तातिसकेको छ, यसमा तेल हाल्ने छु। त्यसपछि काटेको प्याज, हरियो खोर्सानी, टमाटर पनि हाल्ने छु यसमा। हर्दी हाल्ने छु। यसमा अदुवा लसुन पेस्ट पनि हाल्ने छु र यो तोरी, पिसेको तोरी पाउडर, चिल्ली पाउडर, धनिया पाउडर, जीरा पाउडर, गरम मसला हालेर चाहिँ यसलाई मजाले यो मसलालाई पकाउनुपर्छ। त्यसपछि मैले जुन चाहिँ सजना र आलु काटेर राखेको छु त्यसलाई धोई पखाली राखेको छु र यसमा हाल्ने छु। मसला पाकेपछि सब्जीवन चाहिँ मेरो फेभरेट हो, मलाई पुरा मनपर्छ। तपाईलाई कस्तो लाग्छ र मैले तपाईहरुलाई मेरो रेसिपी शेयर गरेको छु। तपाईहरुलाई मन पर्यो भने लाइक, कमेन्ट, शेयर गरिदिन नभुल्दिनु होला। फेरि तपाईँको माझमा यस्तै नयाँ नयाँ रेसिपीहरु लिएर आउन सकौं। र मैले यसलाई मजाले चलाएर चाहिँ अहिले यसमा नुन हाल्ने छु। स्वाद अनुसार नुन र यसलाई चलाएर एकछिन पकाउने छु र यसलाई चाहिँ कम्ती कम्ती पानी हाल्दै पकाउने छु पहिलाचोटि। तपाईँले यसरी नै हल्का हल्का पानी हाल्दै पकाउनु भने टेस्टी बन्छ, पाक्छ पनि मजाले। ल मेरो सजना आलुको सब्जी पाकिरहेको छ। यसलाई अलिकति पानी एड गर्नेछु। मेरो आलु र सब्जी